मानिसहरू विभिन्न किसिमका कपडाहरू लगाउँछन् है त। कुनै कपडा रातो हुनसक्छ, निलो, हरियो, विभिन्न किसिमका थरीका कपडाहरू लगाउँछन् है त। अब तपाईँहरूले अलिकति कन्फ्युजन भयो होला है त तपाईँहरूलाई। मैले कुन कपडाको कुरा गरिरहेको छु भने मैले यो शरीर रूपी कपडाको कुरा गरिरहेको छु। मान्छेहरू घमण्ड गर्छन् है त। यो कपडा जुन उनीहरूले लगाएका छन् त्यो कपडालाई स्वयं आफू सम्झिन्छन् है त। हेर म कति राम्रो छु भनेर कपडा देखाउँछन् उनीहरूले। हेर न म कति राम्रो भनेर घमण्ड गर्छन्। तर त्यो कपडा भनेको त तपाईँहरूलाई थाहा छ, त्यो कपडा सधैँका लागि ताजा रहँदैन। कुनै न कुनै समय त्यो कपडा कमजोर हुन्छ है त, मक्किन्छ, पुरानो हुन्छ। तर मान्छेहरूले त्यो विचार गर्दैनन्। उनीहरू यस्तो सम्झिन्छन् कि यो कपडा भनेको इमोर्टल छ, यो कपडा कहिले पनि पुरानो हुँदैन। यस्तो तरिकाले मान्छेहरूले चाहिँ विवेकको दुर्बलता प्रस्तुत गर्छन् र यसैलाई नै आफ्नो वास्तविक स्वरूप सम्झिन्छन्। र यहीँनेरि मान्छेहरू चाहिँ धेरै मात्रामा चुकिरहेका छन्। तपाईँहरूले सोसियल मिडियालाई चाहिँ एउटा कपडा दोकानसँग तुलना गर्न सक्नुहुन्छ है त। मान्छेहरूले आफ्नो कपडा प्रस्तुत गरिरहेका छन् र कपडालाई स्वयं आफू भनेर चाहिँ सोसियल मिडियामा यानि कि सामाजिक सञ्जालमा र बाहिरतिर पनि मान्छेहरूले चाहिँ आफ्नो कपडा प्रस्तुत गरिरहेका छन्। तर उनीहरू झुक्किरहेका छन् है त। उनीहरूलाई अज्ञानता छ। उनीहरू सम्झिन्छ कि म स्वयं आफू नै कपडा हुँ। अब यो कपडा तपाईँहरूले घमण्ड गरिरहनु भएको छ कति राम्रो कपडा भनेर। तर जीवनको कुनै कालखण्डमा तपाईँहरूको कपडा जसलाई तपाईँहरू आफै सम्झिराख्नु भएको छ यो पुरानो भयो, मक्कियो, च्यातियो भने के तपाईँहरू यो म आफै स्वयं हुँ भनेर स्वीकार गर्न सक्नुहुन्छ त? तपाईँहरू सक्नु हुँदैन नि। त्यसैले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यो कपडा, शरीर रूपी कपडा भनेको चाहिँ बाहिर बोक्रो मात्रै हो है त। वास्तविक हामी भनेको यो कपडा होइन। यहीँनेरि मान्छेहरूले अलिकति विवेक गुमाइरहेका छन्। मान्छेहरू यो संसारमा आफूले आफ्नो कपडालाई चाहिँ विभिन्न तरिकाले श्रृङ्गार्छन् है त, श्रृङ्गारेर सुन्दर बनाउँछन् है त। अनि यो संसारको कमजोरी के छ भन्दाखेरि, ठुलो कमजोरी के छ भन्दा यो कपडा देखेर मान्छेहरू चाहिँ आकर्षित हुन्छ है त। कपडा देखेर मान्छेहरू आहा कति राम्रो रहेछ भनेर मान्छेहरू तानिन्छन् है त। तर थोरै मात्रै मान्छेहरू हुन्छन्, थोरै बुद्धि भएका मान्छेहरू मात्रै हुन्छन् जो केवल कपडा हेरेर मात्रै मान्छेहरूतर्फ आकर्षित हुँदैनन्। उनीहरूले डिप विथिनमा बुझ्न खोज्छन् है त। ऊ त केवल यो त वस्त्र मात्रै हो, यसको वास्तविक स्वरूप के छ त्यो कुरा मान्छेहरू बुझ्न चाहन्छन्। तर यस्ता व्यक्तिहरू दुर्लभ मात्रामा हुन्छन्। यसलाई भेटाउनका लागि तपाईँहरूलाई धेरै कठिन पर्छ है त। र मान्छेहरू अहिलेको जमानामा झुक्किन्छन् है त। मान्छेहरू, वस्त्रधारी मान्छेहरूले विभिन्न टेक्निक लगाएर मान्छेहरूलाई इम्प्रेस गर्न खोज्छन्। तर ती मान्छेहरू पनि भ्रममा छन् है त। यस्तो ठुलो भ्रममा छन् जसलाई तोड्नका लागि एकदमै धेरै कठिन हुन जान्छ। मान्छेहरू यस्तो सम्झिन्छन् कि यो वस्त्र भनेको इमोर्टल छ, यानि कि यो वस्त्र भनेको कहिले पनि च्यातिँदैन, कहिले पनि थोत्रो हुँदैन, कहिले पनि पुरानो हुँदैन। मेरो यो वस्त्र भनेको त सदाका लागि जस्ताको त्यस्तै रहन्छ नि। मान्छेहरू यस्तो सम्झेर चाहिँ हिँडिरहेका हुन्छन् है त। र जब मान्छेहरूको कपडा कुनै समयमा च्यातिन जान्छ तब उनीहरूलाई ठुलो वैराग्य आउन जान्छ है त। त्यतिखेर मात्रै उनीहरूले आफ्नो वास्तविक स्वरूपको बारेमा अध्ययन गर्न थाल्छन्। र यस्तो व्यक्तिहरू कमै छन् है त। मान्छेहरू प्राय जसो आफैलाई वस्त्र सम्झिन्छन् र यो वस्त्रलाई इमोर्टल सम्झिन्छन्। यानि कि यस्तो सम्झिन्छन् कि मान्छेहरू यो संसारमा सदाका लागि बसिरहेका छन्। यो संसार भनेको सदाका लागि उनीहरूका लागि हो र उनीहरू यो संसारबाट कहिले पनि बिदा हुँदैनन्। यस्तो किसिमले मान्छेहरू चाहिँ थट गर्छन् है त, सोच्छन्। यसरी मान्छेहरू चाहिँ यो वस्त्रप्रति चाहिँ आकर्षित हुन्छन् है त, जसलाई चाहिँ वैदिक क्षेत्रमा चाहिँ टेक्निकल टर्ममा चाहिँ माया शक्ति भनिन्छ है त। र मान्छेहरूको सबैभन्दा ठुलो कमजोरी के छ भन्दाखेरि मान्छेहरू सजिलै माया शक्तिप्रति चाहिँ आकर्षित हुन्छन् है त। र मान्छेहरू झुकिरहेका छन्। र वास्तविक व्यक्ति चाहिँ को हो र फेक व्यक्ति को हो चिन्न मान्छेहरूलाई मुस्किल पर्न जान्छ। र यो संसारमा तपाईँहरू हेर्न सक्नुहुन्छ विभिन्न रियल वर्ल्ड एक्जाम्पलहरू हेर्न सक्नुहुन्छ। मान्छेहरूले माया शक्तिको बसमा परेर चाहिँ आफ्नो सर्वस्व गुमाइरहेका हुन्छन्। तर उनीहरू आफूलाई यस्तो ठान्छन् कि उनीहरूले सर्वस्व प्राप्ति गरिरहेका छन्। उनीहरूलाई लाग्छ हामीले चाहिँ सबै थोक प्राप्ति गरिरहेका छन् र उनीहरूलाई थाहा छैन यो भनेको चाहिँ टेम्पोररी मात्रै हो है त, पर्मानेन्ट होइन। र यो मान्छेहरू बुझ्न सक्दैनन् र यो मान्छेहरूलाई बुझाउन गाह्रो पर्छ। किनकि जब मान्छेहरूले आफैले थट प्रोसेसबाट चाहिँ यो कुरा बुझ्न सक्दैनन् तबसम्म उनीहरू कहिले पनि यो कुरा बुझ्न सक्दैनन्। यसरी तपाईँहरू विचार गर्न सक्नुहुन्छ है त।
आजको लागि यति नै। मेरो ब्रेन स्ट्रमबाट चाहिँ तपाईँहरूले केही नयाँ कुरा सिक्नु भएको छ भन्ने आशा राखेको छु। आजको यस एपिसोडलाई यहीँनिर टुङ्ग्याउन चाहन्छु। हेरिदिएकोमा धेरै धेरै धन्यवाद।